हाई एभ्रिवान वेलकम टु माई फर्स्ट मिनी भ्लग। बिहानको 8 बजिरहेछ। हामी जाँदैछौँ गढीमाई मन्दिर। हेर्न सक्नुहुन्छ कति राम्रो मौसम छ। अलिअलि चिसो नै भएको थियो। त्यहाँ पुगेपछि त सबैले आफ्नो पसलमा बोलाउँदो रहेछन् मेरो पसलबाट सामान लिनु भनेर। थाहा नै थिएन। नर्मल डेमा पनि एकदम भिड थियो, तर पनि राम्ररी दर्शन गर्यौँ। यो भ्यू हेर्नु न कति राम्रो छ। पापाले भन्नुभयो एउटा भिडियो मेरो लागि पनि बनाइदेऊ, अनि उहाँको लागि यो भिडियो बनाइदिएको। यो चाहिँ थाहा भएन के रिचुअल छ, तर मम्मीले गर्नुभयो। अनि यसपछि हामी खाजा खान निस्क्यौँ। यो बिचमा अलिकति फोटो सेसन पनि भयो। अचानक प्लान चेन्ज भयो। पापाले भन्नुभयो होइन मेरो पुरानो नर्सरी यही नजिकै छ, एकछिन बसेर रमाइलो गऱ्यौँ। मम्मी पनि थाकिसक्नु भएको थियो। मम्मीले भन्नुभयो ले म तेरो भिडियो बनाइदिन्छु, अनि एकछिन फोटोसोटो खिचेर घरतिर लाग्यौँ।